कर्णाली प्रदेशको उत्तर पश्चिमी कुनामा हिमाल र नदीहरूको बीचमा अवस्थित छ हुम्ला जिल्ला। यही जिल्लाको दुर्गम तर ऐतिहासिक भूभाग हो नाम्खा गाउँपालिका। तपाईहरूलाई अवगत नै छ, भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठुलो गाउँपालिका नाम्खा गाउँपालिका नै हो। यस गाउँपालिका अन्तर्गत जम्मा 6वटा वडाहरू रहेका छन्। वार्ड नम्बर 1 देखि 6 सम्म फैलिएको यो क्षेत्र केवल प्रशासनिक संरचना मात्र होइन, यो यहाँका मानिसहरूको जीवन, संस्कृति र सङ्घर्षको परिचायक पनि हो। कठोर भौगोलिक अवस्था, सीमित पूर्वाधार र कठिन मौसमका बावजुद पनि यहाँका बासिन्दाहरू आत्मनिर्भर जीवनशैली अपनाइरहेका छन्। नाम्खाका यी वडाहरूमा परम्परागत कृषि, पशुपालन र स्थानीय सिपहरू आज पनि जीवित नै देखिन्छन्। सीमित साधनका बीचमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि यहाँका समुदायहरू निरन्तर प्रयासरत छन्। आजको यो सामग्रीमा म तपाईहरूलाई हुम्ला जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठुलो भौगोलिक क्षेत्र ओगटेको गाउँपालिका नाम्खा गाउँपालिकाको चिनारी लिएर आएको छु। यो सामग्रीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको यो सामग्री नाम्खा गाउँपालिका वार्ड नम्बर 5मा अवस्थित मुचु, तुमकोट र यारीबाट सुरु गरौँ। भूगोलको हिसाबले यो वडा विशाल छ, भूगोलमा मात्र होइन सङ्घर्ष र धैर्यमा पनि। मुचु, तुमकोट र यारी हिमाली जीवनका फरक फरक अध्यायहरू हुन्। यहाँको विशेषता भनेको लामो यात्रा, सीमित सेवा तर समुदायमा गहिरो एकता नै हो। यहाँका मानिसहरू मौन देखिन्छन् तर मनभित्र अपार शक्ति बोकेका छन्। यो वडा नाम्खाको आत्मा जस्तै हो, जहाँ हिमाल जत्तिकै अडिग मानिसहरूको बसोबास छ। हाम्रो पहिलो दिनको यात्रा नाम्खाको माथिल्लो भेग यारीबाट सुरु भएर तुमकोट हुँदै वारीमुचु र पारीमुचुसम्म थियो। हामी मुचु पुग्दाखेरि यो वर्ष आफ्नो उत्पादन सबै दिएर लगभग सुसुप्त अवस्थामा प्रवेश गर्दै गरेका चुलीका बगैँचाहरू हावाको लहरासँगै झुलिरहेका देखिन्थे। अब यो हिउँदको चिसोसँगै प्रकृतिले आफ्नो रूप रङ फेरिसकेको थियो, जहाँ हरिया चुलीका बगैँचाहरू अहिले सुकेर आफ्नो कलर गुमाइसकेका थिए। शान्त अनि मनोरम प्रकृतिमा रहेका चिसो हिमालको न्यानो काखमा मिलेर बसेका दुईवटा बस्तीहरू, जसलाई वारीमुचु र पारीमुचु भनी एउटा खोलाले छुट्याएको रहेछ। मुचुदेखि करिब 15देखि 20 मिनटको यात्रा तय गरिसकेपछि हामी पुग्छौँ तुमकोट। तुमकोट पनि आफैमा इतिहासले बलियो जडा गाडेको स्थान हो। शताब्दी पुरानो गुम्बा, मिलेर बसेको सानो बस्ती र फराकिला खेतका फाँटहरूले हामीलाई अत्यन्तै मनमोहक बनायो। तुमकोटलाई नजिकबाट निहालिसकेपछि हाम्रो दोस्रो दिनको यात्रा थियो नाम्खा गाउँपालिका वार्ड नम्बर 1मा अवस्थित हेप्का गाउँ। हेप्का गाउँ वार्ड नम्बर 1को ढुकढुकी नै हो। हिमालको काखमा टाँसिएर बसेको बस्ती हेप्का। ढुङ्गा र माटोले बनेका घरहरू, सिँढीदार खेतबारी र कठोर मौसमसँग जुझ्दै बाँचिरहेका मानिसहरू। यहाँ बिहान घामसँगै जीवन सुरु हुन्छ र साँझ घाम अस्ताउँदा थकित शरीर विश्राम खोज्छ। यहाँको जनसमुदाय प्रकृतिसँग सङ्घर्ष गर्दै उनीहरू धैर्य र आत्मसम्मानका साथ बाँचिरहेका छन्। जहाँ कठिनाइ जीवनको हिस्सा हो भने आशा कहिल्यै नटुट्ने एउटा धरोहर हो। हाम्रो यो यात्राको तेस्रो दिनको गन्तव्य थियो नाम्खा वार्ड नम्बर 1मा अवस्थित ढिङ्गा हुँदै केर्मी र केर्मीदेखि पारीको गाउँ खगाल गाउँ। खगाल गाउँलाई नजिकदेखि निहाल्दा यस्तो लाग्दथ्यो कि मौनतामा पनि बोल्न सक्ने गाउँ। सानो बस्ती, साँघुरा बाटो र पहाडसँग टाँसिएर बनेका घरहरू।
यहाँ समय ढिलो बग्छ तर संस्कार गहिरो छ। यहाँको हावासँगै पुराना कथाहरू बग्ने गर्छन्, जुन कथामा दुःख छ, प्रतीक्षा छ र सहनशीलता छ। खगाल गाउँ जहाँ जीवन कठिन छ तर परम्परा र आत्मीयता अझै जिउँदो देखिन्छ। यहाँ सङ्घर्षसँगै परिवर्तनको सङ्केत पनि देखिन्छ। सपना साना होलान् तर इमान्दार छन्। खगाल गाउँ जहाँ आजको कठोर यात्रासँग भोलिको उज्यालो भविष्य सङ्घर्ष गरिरहेको छ। चिसो हिमाल तर प्रकृतिको न्यानो काखमा बसेको बस्ती खगाल गाउँ पछि हाम्रो यात्रा थियो केर्मी तातोपानीसम्म। तातोपानीमा स्नान गरेर आफ्नो शारीरिक, मानसिक र सबै किसिमको थकानहरू मेट्ने हाम्रो आजको दिनको लक्ष्य रहेको थियो। केर्मी तातो पानीबाट निस्किएको त्यो तातो पानीको भाव जसले हावामा आफ्नो गति लिँदै थिए र ती गतिलाई पछ्याउँदै हामी आफ्नो ड्रोन उडाउन थाल्यौँ। केर्मी तातो पानी जहाँ प्रकृतिले थकित शरीरलाई न्यानो प्रदान गर्दछ। चिसो हिमाली हावाबीच तातो पानी यहाँका मानिसहरूको आश्रय हो। करिब 4 दिनको यो यात्रामा हामीले बोकेको सम्पूर्ण थकानको भारी केर्मीमा अवस्थित यो तातोपानी स्नान कुण्डलाई केही समय सुम्प्यौँ। वास्तवमा प्रकृतिसँग आफ्नै सुपरन्याचुरल पावर छ। यत्रो थकानलाई प्रकृतिले सजिलै कति पनि आनाकानी नगरिकन हामीबाट लियो र हामीलाई ऊर्जा दिएर त्यहाँबाट बिदाई पनि गर्यो। यसरी तातोपानीमा स्नान कार्य सम्पन्न गरिसकेपछि हामी हाम्रै कार्यथलो यानि कि गाउँपालिकाको भवन अवस्थित नाम्खा वार्ड नम्बर 4 यालबाङ प्रवेश गर्यौँ। हिमालको विशाल काखमा खुल्ला फाँड र कठोर हावाबीच बसेको बस्ती हो यालबाङ। यहाँ लामो दूरीको कठिन बाटाहरू छन्, तर त्योभन्दा पनि यालबाङका मानिसहरूको धैर्य अझ बढी लामो देखिन्छ। चिसो हावामा पनि यहाँको जीवन तातो छ। परिश्रम, सहनशीलता र आपसी भरोसाले यहाँको समुदाय ढकमक्क देखिन्छ। नाम्खाको प्रशासनिक मेरुदण्ड भनेको यालबाङ नै हो। यालबाङमा समय ढिलो बग्छ तर सङ्घर्ष कहिले रोकिँदैन। ड्रोनले यालबाङलाई माथिबाट हेर्दा यो सानो बस्ती जस्तो देखिन्छ, तर नजिकबाट हेर्दा यो साहस, आत्मसम्मान र नझुकेको जीवनको ठुलो कथा हो। यालबाङ जहाँ कठिनाइले मानिसलाई झुकाउन सकेन र जहाँ आशा अझै हिमालसँगै उभिएको छ। हुम्ला जिल्ला नाम्खाको यो एरियल दृश्यसहितको सामग्री तपाईँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने सुझाव, सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला र सामग्रीलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा विशेष धन्यवाद टक्राउन चाहन्छु।